हामीले हाम्रो सिमानामा नेपाली सेनालाई लान नमिल्ने कुरा के रहेछ? कहाँ हामीले के सन्धि गरेका छौं त? हामीलाई जान्नु तपाईको चाहिँ के रे पर्यो। अब हामी जान्न चाहन्छौं। धन्यवाद सभामुख महोदय। प्रधानमन्त्रीज्यूले सीमा बारे विवादित अभिव्यक्ति दिइसकेपछि प्लेकार्ड लिएर उभिँदै गरेको पनि आज 11औं दिन भएछ। 11औं दिनमा पनि उहाँको आउने छाँटकाँट देखिँदैन। म एउटा प्रश्न राख्न चाहन्छु। नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ? रक्षा मन्त्रीलाई तपाईले बोलाइदिनुपर्छ। उहाँलाई म प्रश्न सोध्न चाहन्छु। यो सुस्ता भन्ने ठाउँमा भारतीय पक्षको एसएसबी भन्छ क्यार, सशस्त्र सीमा बल जो छ, त्यो सीमा बल आएर चाहिँ नेपाली दाजुभाइहरूलाई हप्की गर्दै गरेको र नेपाली दाजुभाइ चाहिँ आफ्नो भूमिको लागि निहत्था त्यहाँनिर लड्दै भिड्दै गरेको अवस्थाको भिडियोहरू सार्वजनिक भएका छन्। त्यसतर्फ नेपाल सरकारले, रक्षा मन्त्रीले, प्रधानमन्त्रीज्यू त आउनुहुन्न, रक्षा मन्त्रीज्यू हुनुहुन्छ भने खोजेर तपाईले ल्याइदिनु पर्यो। हामी यहाँ प्रश्न सोध्न चाहन्छौँ उहाँलाई। हाम्रो नेपाली सेना चाहिँ सिमानामा जानै नहुने त्यस्तो के कसम खाएर बसेको रहेछ? नेपाल सरकारले सिमानामा पठाउनु, चियाउनु पनि पठाउन नमिल्ने खालको, अवलोकन गर्न पठाउन पनि नमिल्ने खालको के चाहिँ करार गरेको रहेछ? कि त त्यो करार पत्र, त्यो सन्धि यहाँनिर देखाइदिनु पर्यो हामीलाई। सार्वभौम संसद, हामी सबै सार्वभौम सांसदहरू जान्न चाहन्छौँ, बुझ्न चाहन्छौँ। सूचनाको हक होइन, संविधानको धारा 27 हामीलाई तपाईको चाहिँ के अरे जानकारी होस्। अन्यथा त्यसरी चाहिँ सुरक्षा बिनाको सिमाना, खुला सिमाना जसले पनि मिच्छ, आज यति मिच्यो उति मिच्यो भनेर भनिरहेका छौँ हामी। यो 50औं वर्ष 100औं वर्षदेखि मिचिँदै आएको छ। त त्यो सिमानामा हामीले सुरक्षा फौज किन पठाउँदैनौँ? गृहमन्त्रीज्यू यहीँ हुनुहुन्छ, उहाँले पनि विशेष समय लिएर उत्तर दिए हुन्थ्यो है। कसरी चाहिँ हाम्रो देश चलिरहेको छ? हामी यहाँनिर बजेटका कुरा गरिरहेका छौँ, बीवाईडीका कुराहरू गरिरहेका छौँ, संसदीय छानबिन समितिका कुराहरू गरिरहेका छौँ। यो भनेको हाम्रो भित्रको कुरा, आन्तरिक कुरा हो, महत्त्वपूर्ण छन्, तर दोस्रो प्राथमिकतामा पर्छ त्यो। पहिलो प्राथमिकता भनेको हाम्रो सिमाना नै हो। त्यो सिमानामा हामीले चाहिँ किन ध्यान दिएनौँ? हाम्रो भूगोल बिनाको, माटो बिनाको देश हुन्छ र? सम्भव छ र? यो प्रश्न गर्न चाहन्छु म आज सभामुख महोदय मार्फत नेपाल सरकारलाई। 3 करोड नेपालीले चाहिँ जान्न चाहेको छ। कारण के हो? हामीले हाम्रो सिमानामा नेपाली सेनालाई लान नमिल्ने कुरा के रहेछ? कहाँ हामीले के सन्धि गरेका छौं त? हामीलाई जान्नु तपाईको चाहिँ के रे पर्यो। अब हामी जान्न चाहन्छौँ। सभामुख महोदय, सिमाना जोगाउनु भन्दा ठुलो कुरो छैन अरू कुराहरू। त्यसो भएको कारणले यो सिमानाप्रति गम्भीर बन्नुपर्छ। रक्षा मन्त्रीज्यूलाई तपाईले रुलिङ गरेर यहाँ ल्याइदिनु पर्यो। हामी 2-4 प्रश्न सोध्न चाहन्छौँ र यो विभिन्न खालका चाहिँ के अरे आरोपहरू आइरहेका छन्। अब ती आरोपहरू सबै पुष्टि हुन पनि सक्छन्, नहुन पनि सक्छन्, तर सरकारलाई लागेको आरोपलाई छानबिन गर्नका लागि चाहिँ संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्ने माग हामी राख्दछौँ। मन्त्रीज्यूहरूलाई आरोप लागिसकेपछि उहाँहरूकै माथहातका कर्मचारीहरूले छानबिन गरेर त्यो प्रतिवेदनमा के आयो भन्ने कुरा पनि सार्वजनिक नहुनु, त्यो दुःखद छ। त्यो खालको चलनको पनि अन्त्य गरौँ। यहाँनिर अहिले भर्खरै पूर्व मन्त्रीज्यूले पनि भन्नुभयो, उहाँको पालामा पनि त्यस्तो घोटाला गरेछ भने उहाँले पनि कारवाही गर्नुपर्छ होइन? कारवाही जसलाई पनि गर्नुपर्छ। यहाँ दरबार हत्याकाण्डको चाहिँ तपाईँको छानबिन हुन्छ भनेर गृहमन्त्रीज्यूले भनिसकेको बेलामा अब यो सर्वकालिक छानबिन कति सम्भव हुन्छ? विगतमा कति लामो समयदेखि हामीले के गर्दै आएका छौँ? कोहीले राष्ट्रघात गरे होला, कोहीले सीमा सन्धि मिच्या होला। ती सबै कुराको छानबिन गर्नुपर्छ र दोषी पाइएको हदसम्म यो त्यो नभनिकन, अनुहार नहेरी, नाम नसुनी कारवाहीको तपाईको चाहिँ के प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने माग राख्दछु।
धन्यवाद। माननीय सदस्यहरू, विपक्षी बेन्चकै तर्फबाट